वास्तुतर्फमा मानव किन फोकस गरिरहेको छ? किन वास्तु हेर्नै पर्छ र? वास्तुले त्यस्तो के दुःख दिन्छ? वास्तु नमिलाउँदा पनि हुँदैन र? हजुरहरूको मनमा धेरै उडर हुन सक्छ। मनले प्रश्न गर्दछ, वास्तु भनेको छ, ज्योतिष भनेको छ, ग्रहरत्न भनेको छ, औँठीहरू भनेको छ। ग्रहका रत्न सम्पूर्ण के त भन्दाखेरि ग्रहका मालाहरू, जसरी मैले त आफैले युज गरेको छु, सबै ग्रहको नभई ग्रहको चाहिँ मालाहरू। यो किन लगाइन्छ त भन्दाखेरि यसले केही न केही चाहिँ हामीलाई के त भन्दाखेरि यसले हामीलाई ऊर्जा शक्ति दिएको छ। र यो वास्तुशास्त्रमा पनि यदि ऊर्जाको लागि हामीले हाम्रा यहाँभन्दा गएका हप्ताका श्रृङ्खलाहरूमा भन्यौँ, कपुर बाल्नुहोस्, नुनले पोछा लाउनुहोस्, फिड्किरीहरू छर्नुहोस्, फिड्किरीको पोछा लगाउनुहोस्। यो गर्दा के हुन्छ भन्दाखेरि त्यो वास्तु दोषहरू चाहिँ के त भन्दाखेरि दूर भएर जान्छ। आज हाम्रो सभ्यतामा के थियो त भन्दाखेरि हामी बिहान उठ्ने बित्तिकै हाम्री माताहरूले दैलो पोत्ने परम्परा थियो। पहिला उठ्ने, शौच कर्म गर्ने, अनि त्यो पनि घरभन्दा अलिकति टाढा गएर, अनि त्यताबाट चाहिँ नि स्नान गरिसकेपछि अनि दैलो कसियर गरेर अनि गाईको गोबरद्वारा पुरै घरलाई लिप्ने। यो पनि वास्तुको ठुलो औषधि हो। त्यो गाईको गोबरमा वैज्ञानिकले पनि पत्ता लाउनु भएको छ कि ठुलो शक्ति छ। गोबर, गोमूत्र र गाईको शरीरमा त 33 कोटी देवताको निवास हुन्छ। र अब अहिलेका जर्सी गाईको त वर्णन नगरौँ, त्यसलाई चाहिँ साइडमा राखौँ। जसरी हाम्रा परम्परा पुराना कालका गाईहरू जो जङ्गलमा चर्दथे, जडीबुटी खान्थे, अनि ती गाईहरूको गौतले चाहिँ नि घरहरूमा छर्दाखेरि, घरहरू पवित्र गर्दाखेरि वास्तु दोष पनि शान्ति हुन्छ। अहिले पनि हेरिबक्स्यो न, हामीले कुनै पनि कर्म गऱ्यौँ भनेदेखि गोमूत्र चाहिन्छ। चाहे डाक्टरको घरमा पूजा होस्, चाहे मन्त्रीको घरमा पूजा होस्, चाहे वैद्यको घरमा पूजा होस्, चाहे पुजारीको घरमा होस्, चाहे ज्योतिषकोमा होस्, वास्तुविदकोमा होस्, पहिला गाईको गौत नभई पूजा हुँदैन। यस्तु गस्तिथितम पापम दह देहे तिष्ठति मामके पाषाणात् पञ्चगव्यस्य दह तग्नि रिवेन्द्रनम। त्यसलाई पहिला अभिमन्त्रित पण्डितले गराएर मात्रै अनि त्यहाँबाट चाहिँ नि यज्ञोपवित्र चाहिँ नि जनाई संस्कार गरेको व्यक्तिलाई जनाई परिवर्तन गरेर अनि आसन शुद्धि गरेर मात्रै अनि कर्म सुरुवाती हुन्छ। र जब घण्टा शङ्ख बजाइन्छ, यो पनि वास्तुमा ठुलो कुरा छ। घण्टा र शङ्खको त्यो ध्वनि, स्वर, शब्द जति टाढासम्म त्यसको आवाज गुन्जमान गर्छ, त्यहाँसम्म किरा फट्याङ्ग्राहरू आउँदैनन्, डम्बरू मृदङ्गहरू बज्छन्, त्यहाँसम्म चाहिँ नि भूत प्रेत आउँदैन। किन वास्तु मिलाइन्छ? भूत प्रेत पिशाच डाङ्किनी साङ्किनी अहिले त भन्न पाइँदैन, कानुन छैन। तर मलाई ऐठन भयो भन्छन् व्यक्तिले। के हो ऐठन भनेको?
शयन गर्दाखेरि यदि हात चाहिँ नि छातीमा राख्यो भनेदेखि उसलाई के हुन्छ, गाह्रो हुन्छ, थिच्छ, ऐसन हुन्छ। त्यस कारणले शिवकै पालादेखि भूतम प्रेतम पिसाता डाङ्किनी साङ्किनी कुष्माण्ड भैरवादय सम्पूर्णको उही बेला सृष्टि भएको। ओ त्यही चिजले नेगेटिभ भाइब्रेसनले हामीलाई नछोस् भन्नको लागि हामीले घरमा शुद्ध पवित्र गाईको गहुँत गोबारको प्रयोग गर्नु पर्छ। अब हामी जाउँ न, हामी चाहिँ जोड्दै जाउँ न। हामी जोड्दै जाँदाखेरि जब मनुष्यको मृत्यु हुन्छ, जब मान्छे मृत्यु भएर आर्य घाटमा या कुनै खोला नदीहरूमा तलाउमा लान्छन्, तर धान भुटेर लाभा बनाएर अनि पैसा सिक्काहरू अबिर राखेर अनि त्यसलाई के त भन्दाखेरि धान छर्दै, त्यो धान नै हो, त्यसको नाम के भनिन्छ, बुर्की भनिन्छ। त्यो छर्दै किन लगिएको हुन्छ भन्दाखेरि त्यो मृतावस्थामा प्राप्त भइसकेको त्यो लासलाई चाहिँ नि भूत प्रेतले नसताओस्, तिनलाई हटाउँदै ल तिमीहरू यही खाऊ है भनेर पन्छाउँदै अनि एकोरो शङ्ख बजाउँदै लैन्छ। किन छैन शास्त्रमा वर्णन गरिएको? मान्ने नानी त हजुरहरू हाम्रो कुरा हो नि। हामी के भन्छौँ? भगवान कहाँ हुनुहुन्छ, वास्तु कहाँ छ, ज्योतिष कहाँ छ, शास्त्र कहाँ छ? सम्पूर्ण कुरा के छ त भन्दाखेरि आज होइन, हिजो होइन, अस्ति होइन, हाम्रो सृष्टिकालदेखि नै यो सम्पूर्ण धर्म कर्महरू, शास्त्रहरू, परम्पराहरू, वास्तु ज्योतिषहरू चल्दै आएको छ। आज हाम्रा ब्रजका गोपिनीलाई हेरौँ न हामीले। यादो हने बहनने मथनो पलेप प्रेङ्ख्याङ्क नार्बरुतो क्षण मार्दरङ्गै गायन्ती चैन मनोरक्त दियो श्रुकण्ठ्यो धन्य ब्रजतिर उरु क्रमचित्तयाना। हेरिबक्स्यो त कति आनन्दको श्लोक छ। या दोहने, जसले गाई दोहिरहेको छ, त्यो गाई दुँदा पनि कृष्ण कृष्ण भनिरहेको छ। या दोहने बहनने, भारी बोकेर हिँडेको छ, कृष्णकै नाउँ छ। मथन भने दही चाहिँ नि पार्दैछ, त्यो समयमा नि कृष्ण भगवानकै नाम लिएको छ। प्रेङ्ख्याङ्ख भनेको चाहिँ नि बच्चा कोक्रोमा हल्लाइरहेको छ, कृष्णकै नाम लिएको छ। जतिखेर पनि परमात्माको नाम उनीहरूले स्मरण गरिरहेका छन्। धन्य ब्रजस्त्रीहरू क्रमचेतयानाम, धन्य छन् ब्रजका नारी ग्वालिनी गोपिनीहरू। यिनले कृष्ण 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 नाम जपिरहेका छन् र भागवतमय यी बनेका छन्। र यो ब्रजधाममा यी गोपिनीहरूले भगवान कृष्णको महिमा गाउँदाखेरि यशोदा महारानी स्वयं प्रभु परमात्मा विश्व ब्रह्माण्ड श्री कृष्णचन्द्र प्रभु परमात्मा भगवानको यशगान कृति गर्नुहुन्छ। एकदा गृहदासीसु यशोदानन्द गृहिणी कर्मान्तर्नियुतासु निर्ममन्थ स्वयं दधि यानी यानी गीतानि तद्बाल चरितानि च दधि निर्मन्थने काले स्मरन्ति तन्यगायत क्षौभं वासं पृथुकटितटे विप्रति पुत्र नद्यं पुत्रश्रेय सुतकुचयुगं जातकम्पं च शुभ्रो। हेरिबक्स्योस्
एक दिनको प्रसङ्ग हो। नन्द बाबा की पत्नी यशोदा महारानी 9 लाख जथका गाई थिए। 9 लाख ती गाईलाई सेवा गर्ने कति गोप गोपीहरू थिए। सबलाई काममा लगाएर कृष्ण भगवानलाई आफै चाहिँ नि के त भन्दाखेरि मक्खन मिश्री खुवाउँछु भनेर निकाल्न आउनु भएको थियो। र भगवान जागा भइबक्सिनु भयो। भगवान जागा भएर भन्नुभयो, माताश्री मलाई भोक लाग्यो। माताले भन्नु, बाबु एकछिन बस, म तिमीलाई ताजा नुहाउनी खुवाउँछु। बालकले भन्नुभयो, माता मलाई दुध चाहियो, म भोको छु। यहाँबाट के पुष्टि हुन्छ भन्दाखेरि बालहट, राजहट र नारी हट 3 प्रकारका हट हुन्छन्। त्यो हट कसैले पनि उल्लङ्घन गर्न सक्दैन, भनेपछि हुनै पर्छ। आज राजहटले कस्तो भइरहेछ, नारी हटले कस्तो भइछ, बालहटले कस्तो भइछ, यसको वर्णन हामी नगरौँ। यो गहिरो यो समुद्र जति तल तल गयो उति बगाउँदै लान्छ। मलाई त बगाइसक्यो, मैले बिर्सकेँ वास्तुका कुरा। त्यस कारणले अब फेरि हामी फरक्क फर्केर वास्तुमा आउँदाखेरि हाम्रो घरमा गौ गाई पाल्यो भने पनि वास्तु शान्ति हुन्छ भन्न खोजेको। म त गइसकिछु बगेर पुरै। र गौमाताको गौद्वारा, गौमाताको गोबरद्वारा हामीले घरहरू लिपिन्थ्यो, पोतिन्थ्यो। त्यसले गर्दा हाम्रा घरमा किरा फट्याङ्ग्रा केही पनि आउँदा थिएनन्। आएका पनि त्यसका रागले हिँड्थे, डुल्थे, ती मर्थे, जान्थे। त्यस कारणले केही रोग आउँथेन। आज के त्यो छैन। आज त यसो इत्तर सित्तर लागेको छ, मान्छेले ननुहाएको 15-20 दिन भइसक्यो। मान्छे अगाडि जाँदा यसो बाहना आएको जस्तो हुन्छ, तर त्यसको सास गनाउने भएको हुन्छ। त्यस सासले गर्दा नि रोग व्याधिको भयले गर्दाखेरि मान्छे आक्रान्त हुन्छ। त्यही नै को नरोना सबै रुन्छन् दुःखले। त्यस कारणले हामीले खानपान, नियम, योग, बल, ध्यानद्वारा चाहिँ यसलाई निर्मूल पार्न सकिन्छ। र हामीले वास्तु अन्तर्गत, ज्योतिष शास्त्र अन्तर्गत यदि बिहान हामी कति बजे जग्ने, कति बजे ब्रह्म मुहुर्त हुन्छ, त्यो ब्रह्म मुहुर्तमा ध्यान गर्दाखेरि त्यो ब्रह्म मुहुर्तको वायुलाई त्यो वास्तु मिलेको घरमा बसेर हामीले यी हाम्रा भित्रका फोक्सा फेफोरा भन्छन् त्यसलाई चाहिँ भर्दाखेरि त्यो भित्र भएका जति पनि कसमलहरू सम्पूर्ण टाढा हुन्छन्। त्यहाँ त यति सेलहरू छन्, ती सेलहरू सबै सुतेर मरिसकेका छन्। त्यो त केही मात्रामा हल्का सेलले मात्रै काम गरेर हामी यति बोलेको हिँडेका छौँ। सम्पूर्ण हाम्रा ती लाखौँ सेलहरू यदि चाहिँ हाम्रा चाहिँ जिम्दा भयो भने त हामी त सर्वज्ञ हुन्छौँ, ज्ञानी हुन्छौँ। भगवान को थिए? राम को हुनुहुन्थ्यो, कृष्ण को हुनुहुन्थ्यो, बुद्ध को हुनुहुन्थ्यो? उहाँले योग ध्यानद्वारा नै आफ्नो जीवनमा भगवत धाम प्राप्त गर्नुभयो। आज हामी मानवमा पनि त्यति नै शक्ति छ, त्यति नै ज्ञान छ, तर हाम्रा भित्र भएका ती शक्ति सेलहरूलाई चाहिँ हामीले के त भन्दाखेरि मारिरहेका छौँ। हाम्रो खानपानको पनि हामीलाई ज्ञान छैन। कतिखेर उठ्ने, कतिखेर मर्निङ वाक गर्ने, कतिखेर खाने, कतिखेर व्रत बस्ने, त्यो कुराको हामीलाई चाहिँ नि अज्ञान भयो। त्यो अज्ञानताले गरिकन आज कलिकालका मनुष्यहरू दुखित भएका छन्। यो संसार के त भन्दाखेरि दुःखको आलय हो। आलय भनेको घर हो, विद्यालय, रोगालय। रोगको आलय हो यो घर। शरीरम रोग मन्दिरम। र यो शरीरको रोग, भोग र कष्टलाई हटाउनलाई
हामीले वास्तुशास्त्रद्वारा नै यसको निराकरण गर्न सकिन्छ र वास्तुविदहरूद्वारा यदि हामीले परामर्श लिएर हामी अगाडि बढ्यौँ भनेदेखि हाम्रो जीवन धन्य हुन्छ भन्दै हजुरहरूका सामनेबाट बिदा चाहन्छु। हस्त राधे राधे।